हेलो एन्ड नमस्ते सम्पूर्णमा हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले फेरि हजुरहरूको समक्षमा नयाँ भिडियो ल्याउने जमर्को गरेकी छु। आशा छ अवश्य पनि मन पराउनु हुनेछ। हैन र आज चाहिँ म नानी बाबुहरूसँग यहाँभित्र अर्बिन एयरभित्र नानीहरूलाई पनि खेलाउन भनेर अनि आफू पनि रमाउन भनेर चाहिँ यहाँभित्र आइसकेको छु। अनि हजुरहरूलाई पनि थोरै भिडियो देखाइदिउँ भनेर नि भिडियो खिच्दैछु मैले चाहिँ। अनि नानी बाबुहरू पनि एकदम रमाएर खेल्दैछन् टिकटक टिकटक। मेरो छोरा चाहिँ उफ्रिने छोडेर यता उता कुद्दै हेर्दै रमाइरहेको छ। रमाउनु चाहिँ होइन, तर ऊ चाहिँ जम्प गरेकै छैन हो। अनि अलिक कुदेकै गर्दैछ है। ल है मेरो छोरा चाहिँ यस्तो छ, उसलाई चाहिँ आवाज मन पर्दैन, ठुलो ठुलो आवाजहरू मन पर्दैन। त्यही भएर यहाँनिर चाहिँ म्युजिक पनि अलिक ठुलो भोल्युम भएर होला। अनि कान थुन्दै पनि कुद्दैछ, रमाउँदैछ। मेरो छोरा छोरीको चाहिँ टाउकोभरि पसिना भइसकेको थियो यतिखेरसम्म, तर मैले त्यो भिडियो खिच्नै भुलेछु। ल है यस्तै छ है आजको भिडियो चाहिँ। मेरो छोरा छोरी रमाउँदै खुसी हुँदै खेल्दै गरेको भिडियो चाहिँ यस्तो छ। तपाईँहरू पनि रमाउनु होला, खुसी हुनु होला। मैले खुसी पार्न नसके पनि खुसी बस्नु होला सबैजना। म चाहिँ एकदम खुसी छु होइन, धेरै दिनको बादमा यहाँ आउन पाएर अनि नानी बाबुहरूसँग रमाइलो गर्न पाएर। अनि यहाँ चाहिँ एकदम धेरै नानीहरू थिए। अहिले देख्न सक्नुहुन्छ अरू नानीहरू भिडियोमा। के गर्नु र, हाम्रो जमानामा त यस्तो थिएन खेल्ने होइन। हाम्रो त कति धेरै इच्छा चाहनाहरू हुँदै पनि हामीले चाहिँ पुरा पाइतालाले कुल्चेर चाहिँ अहिलेको यो उमेरसम्म आइसकेको छौँ होइन। त्यही भएको कारणले नानी बाबुहरूको चाहिँ उमेर छँदै वयस छँदै होइन खेल्ने डुलाउने होइन यस्तो गर्नुपर्छ भनेर म भन्न चाहन्छु। आफ्नो इच्छा पुरा नभए पनि नानी बाबुहरूको इच्छा त पुरा गर्नु परिहाल्यो नि। आमा बाबा भएपछि होइन र, नानीहरूको इच्छा नै आफ्नो खुसी हो होइन। इच्छा पुरा भयो भने नानीहरू खुसी अनि आफू पनि खुसी भन्दै भिडियो खिच्दै म पनि यहाँसम्म आइसकेकी छु। अब अरू नानीहरूको पनि भिडियो हेर्नु होला, म गर्दै जानेछु। Vale rato. Olha o primo ali. Olha o primo, olha. ल अनि यहाँ हेर्नुहोस् है, यहाँ हेर्नुहोस्, यहाँ सुविधा पनि छ। हामीले बर्थडे पार्टीहरू गर्न पनि मिल्छ होइन। के कति खर्च लाग्छ त्यो चाहिँ थाहा छैन, तर यो चाहिँ बर्थडे अब कतिजनाले के पार्टीहरू गर्न इच्छा छ भने चाहिँ यहाँ आएर गर्नुभएदेखि हुन्छ। अनि त्यहाँदेखि के कति खर्च लाग्छ त्यो चाहिँ थाहा छैन, तर अघि नै एउटा बर्थडे पार्टी चाहिँ भइसक्यो होइन। यो चाहिँ पछाडिपट्टि हो, ब्याक साइडमा रेस्टरुम जानेपट्टि हो। एकदम ठुलो छ, एकदम रमाइलो छ। फाल्टिङ खेला आम्बा खेला हो यस्तो।
फाल्टिङ खेल्नु फाल्टिङ साल में का टन फाल्टिङ खेल्नु साल में का टन फाल्टिङ खेल्नु खेला खेला फेरि ल हो आइहाल्छ ऊ चाहिँ जम्प गर्दैन खै सालमा दिदी फाल्टिङ हाल्नु फाल्टिङ सबैले फाल्टिङ खेलिरहेछ छिटो हो यहाँ उफार्नु भाइलाई मजाले उफार्नु सलमे यहाँ भाइ भा भाग्न भाग्यो भाइ पनि भयो जम्प गर्छ भाइबाट जम्प हान्नु जम्प ल फाइनली छोराछोरीहरू चाहिँ थाकेको अवस्था पसिनै पसिना भएर होइन अब चाहिँ हामी समय पनि सिद्धियो 2-2.5 घन्टा भइसक्यो अनि अब चाहिँ हामी घर जान लागेको अवस्था हजुरहरूलाई कस्तो लाग्यो हाम्रो भिडियो आशा छ मन पर्यो होला अनि धेरै धेरै धन्यवाद अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा मेरो छोरी चाहिँ गलेर थाकेर सुतिरहेकी छिन् गाला पनि पोख्छ गालाहरू सबै रातो भइसकेको छ मेरो छोरो पनि पसिनै पसिना भएको छ अब गएर चिसो चिसो आइसक्रिम खाने हो अनि त्यसपछि हामी एकछिन रेस्ट गर्ने हो आइसक्रिम आयो ल ल ल ल आइसक्रिम आफै चुज गरेको है
खै डेबिन कुन मिठो रहेछ थाहा छैन ट्राई गर्नुपर्छ डेबिन डेबिन चुज चुज वान नो ए कसको लाग्यो दुइटै खाने ल यो चाहिँ हर्केन गेम हो यसभित्र चाहिँ मेरो छोरी पस्ने भनेर चाहिँ अघि पैसा हालेर ढोका चाहिँ तानिराखेको छिन् तर टाइम चाहिँ अघि सुरु भइसकेको छ ढोका तान्नु सकेको छैन ढोका तान्दा खोल्नु नसकेर होइन उतै पैसा गइसक्यो भन्दै यता हेर्दै उता हेर्दै गर्दै थिइन् होइन अनि फेरि अन्तिममा चाहिँ मैले गएर ढोका खोलिदिएको थिएँ अनि भित्र पसेर चाहिँ पुरा सर हावा आएर उसको बुढी चाहिँ स्यापसुप भइसकेको छ अहिले चाहिँ ल ल यसरी हाम्रो समय चाहिँ असल राम्रोसँग बितेको छ धेरै फन भएको छ अब उसले खेलेको पनि देख्न सक्नुहुन्छ फेरि यस्तै रमाइलो भिडियोहरू ल्याउने बाचाको साथ म चाहिँ हजुरहरू समक्ष बिदा लिन चाहन्छु पनि खेल्दैछिन् रमाउँदैछिन् भन्दै हजुरहरूको दिन पनि एकदम शुभ रहोस् अनि सबैजनालाई सुख शान्ति मिलेको होस् अनि भगवान्ले सबैलाई रक्षा गर्नुभएको होस् भन्दै मेरो छोटो भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु हस् त नमस्ते बाई बाई लभ यु अल